नमस्कार सबैजनालाई। तपाईँहरूलाई एउटा कुरा सेयर गर्न मन लागेको कुरा है, एउटा रहस्य छ। यो रहस्यको बारेमा सर्टकटमा केही कुरा यहाँ सेयर गर्छु। यसको प्रयोग गरेर तपाईँले जीवनमा जस्तोसुकै कुरा, जेसुकै कुरा पनि प्राप्त गर्न सक्नुहुन्छ र यो म एकदम व्यवहारमा लागू गरेर त्यसलाई प्रयोग गरेर मैले महसुस गरेको कुराहरू यसमा सेयर गर्छु। यो किताबमा के भनेको छ भने नि, हरेक विचार हाम्रो वस्तु बन्न सक्छ, त्यो विचार रियालिटी बन्न सक्छ र हरेक विचारको एउटा फ्रिक्वेन्सी हुन्छ, ऊर्जा हुन्छ। अनि हामी सबैजना ऊर्जाले नै बनेका छौँ। ऊर्जा हामी सबै बिचमा हुन्छ, सबै वस्तुहरूको पनि ऊर्जा हुन्छ। यो चाहिँ अलिक डिप कुरा छ, सबैजना बुझ्न नसक्नुहुन्छ होला, तर तपाईँले यदि बुझ्न खोज्नुभयो भने पक्कै पनि बुझ्नुहुन्छ। ऊर्जा हरेक कुरामा ऊर्जा हुन्छ। कुन फ्रिक्वेन्सीमा तपाईँ हुनुहुन्छ, कस्तो अवस्थामा हुन्छ, कुन ऊर्जाले भाइब्रेट गरिराख्नु भएको छ, त्यस्तै खालको कुराहरू, सिमिलर कुराहरू नै तपाईँ एट्र्याक्ट गर्नुहुन्छ भन्छ किताबले। लाइक एट्र्याक्ट्स लाइक, होइन? तर सोच, धेरैजसो व्यक्तिहरूको सोच कस्तो हुन्छ भने नि, राम्रो कुरा एट्र्याक्ट गर्नुको साथ नराम्रो कुराहरू नै एट्र्याक्ट गरिराख्नु भएको हुन्छ। किनभने मलाई यस्तो चाहिँदैन, मलाई यो कुरा मन पर्दैन, मलाई यस्तो नहोस् भन्ने कुराहरू जुन कुरामा तपाईँले भनिराख्नु भएको छ नि, मसँग यस्तो नहोस्, मसँगै मात्र किन यस्तो हुन्छ, उस्तो हुन्छ, मैले फलानाले यस्तो गरेँ उस्तो, जे कुरामा तपाईँले ऊर्जा दिनुहुन्छ त्यो कुरा बढ्छ। यो चाहिँ ग्यारेन्टिड हो। ऊर्जाको कुरामा नि यो युनिभर्सल रुल नै हो। तपाईँले जान्नुहोस् या नजान्नुहोस् त्योसँग मतलब छैन। जानेर नजानेर यसले काम गरिराखेकै हुन्छ। जे कुरामा तपाईँले ऊर्जा लाउनुहुन्छ त्यो कुरा बढ्छ, जे कुरामा ध्यान दिनुहुन्छ त्यो कुरा बढ्छ भन्ने कुरा गर्छ। त्यो सकारात्मक हो कि त्यो नकारात्मक हो, राम्रो हो कि नराम्रोसँग मतलब हुँदैन। तपाईँले नराम्रो नै सोच्नुभयो, मलाई त आज नराम्रो महसुस भयो, म त बिरामी हुन्छु क्या हो, मसँग कुनै नराम्रो हुन्छ क्या हो, मसँग कुनै घटना हुन्छ क्या हो, म दुर्घटना हुन्छ क्या हो, डर जस्तो मान्नुभयो, चिन्ता मान्नुभयो भने ठ्याक्कै त्यही नै कुरा नै हुन्छ। यो विचार गर्नु भएको पनि होला पक्कै पनि, तर कुनै दिन तपाईँ खुसी हुनुहुन्छ, राम्रो महसुस गर्दै हुनुहुन्छ, मसँग राम्रो, आज एकदम राम्रो दिन छ, म राम्रो हुन्छ, सोचेको भन्दा पनि धेरै राम्रो त्यो दिन प्राप्त गर्नुभएको होला जस्तो लाग्छ है। अब यो किताबमा चाहिँ थुप्रै कुराहरू छ, डिटेलमा छ। तपाईँलाई यदि यस्तै खालको कुरा मनपर्छ भने कमेन्ट गर्नु होला। यो चाहिँ छोटकरीमा चाहिँ रहस्यको बारेमा यति कुरा गरेँ। रहस्य भनेको हामी तपाईँले जानेर नजानेर, रहस्य भनेको आकर्षणको शक्ति भन्छ। तपाईँको सोचको शक्तिले जे कुरा पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, आफ्नो इच्छा आकाङ्क्षा पुरा गराउन सक्नुहुन्छ। यो तपाईँ जान्नुहोस् या नजान्नुहोस् युनिभर्समा काम गरिराखेको छ। तपाईँको सोच कस्तो छ, सकारात्मक छ कि नकारात्मक छ, त्यो अनुसारले तपाईँले कुराहरू प्राप्त गरिराख्नु भएको छ। तपाईँको जीवनमा अहिले जति कुराहरू छ नि, जति घटनाहरू भएको छ, राम्रो होस् या नराम्रो होस्, तपाईँको सोचकै परिमाणले गर्दा भएको होस्, तपाईँ मान्नुहोस् या नमान्नुहोस्, यसमा मेरो भन्नु यति हो कि तपाईँको सोच त्यो फ्रिक्वेन्सीमा, त्यो नराम्रो घटना भएको छ भने नराम्रो खालको नै फिलिङ्स, भावनामा तपाईँ बस्नु भएको थियो होला। राम्रो भएको छ भने राम्रो हुनुहुन्छ, राम्रो महसुस गर्दै हुनुहुन्छ भने राम्रो नै तपाईँको सोचले गर्दा राम्रो कुरा प्राप्त गर्नुभएको छ भन्ने कुरा गर्न चाहन्छु। र तपाईँले दिनभरिमा थुप्रै विचारहरू आउँछ, विचारहरू निगरानी गर्न गाह्रो हुन्छ। कुन विचार राम्रो, कुन नराम्रो भन्नुभन्दा पनि तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ, तपाईँ राम्रो महसुस गर्दै हुनुहुन्छ, तपाईँले सकारात्मक खुसी मिलिरहेछ, राम्रो ऊर्जा महसुस भइरहेछ भने तपाईँले राम्रो विचार छ, कन्टिन्यू मतलब किप गोइङ, त्यो अनुसार नै राम्रो सोच्दै गर्नु, तपाईँले राम्रो नै हुन्छ। तर जुन बेला तपाईँ नराम्रो महसुस गरिराख्नु, तपाईँको मन खिन्ता बोध भएको छ, मनमा कस्तो लागिरहेछ, फिलिङ राम्रो छैन भने त्यो बेला चाहिँ नराम्रो विचार गरिराख्नु भएको छ। डराउनुहोस्, त्यस्तो बेलामा सावधान हुनुहोस्, त्यो चाहिँ राम्रो होइन है। तपाईँको जीवनमा केही न केही नराम्रो घट्नेवाला छ भन्ने कुरा यो किताबमा भनेको छ, होइन? अरू थुप्रै कुरा छ। अब यो भिडियोमा चाहिँ धेरै कुराहरू अहिलेलाई भनिनँ म। तपाईँहरूलाई यदि धन सम्पत्तिमा चाहिँ कसरी धन सम्पत्ति यो रहस्यको प्रयोग गर्ने, आफ्नो स्वास्थ्यलाई कसरी राम्रो बनाउने, आफ्नो सम्बन्धलाई कसरी राम्रो बनाउने, या अरू आफ्नो जीवनलाई कसरी राम्रो बनाउने, थप यसको बारेमा तपाईँले भिडियो चाहिन्छ भने कमेन्ट गर्नु होला। पार्ट 2 भनेर, यो चाहिँ पार्ट 1 राख्छु यो भिडियोलाई। हस्, आजको भिडियोमा यति भन्दै, रहस्यलाई प्रयोग गर्नुको लागि तपाईँले सधैँ सकारात्मक रहनुहोस्, राम्रो सोच्नुहोस्, आफ्नो क्लियर कट ड्रिम राख्नु होला र त्यो ड्रिम पक्कै पनि पुरा हुन्छ। सकारात्मक सोच्नु भयो, अब त्यही अनुसारले काम गर्नुभयो भने पुरा हुन्छ नै, मनमा डाउट गर्नु भएन। हस्, आजको भिडियोमा यति भन्दै भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार।